मामु मामु मेरो बाबा कस्तो हुनुहुन्थ्यो? तिम्रो बाबा? भन्नु न मामु। तिम्रो बाबा एकदमै राम्रो हुनुहुन्थ्यो। मिठो बोली, चञ्चले स्वभाव, आँखामा राख्दा पनि नबिजाउने, अनि सबैको प्यारो। मेरो त्यति राम्रो प्यारो बाबाले हामीलाई छोडेर विदेश किन जानु भएको होला है? राम, मलाई छोडेर कहिले पनि नजानुहोस् है। मलाई घरमा पनि बुवाले खासै राम्रो गर्नुहुन्न। हजुर बाहेक मेरो अरू कुनै छ र? रामले कमलालाई छोड्ने? यो सम्भव छैन कमला। राम र कमला एक अर्काको लागि परिपूरक हुन्। जबसम्म रामको शरीरमा एक मुठी सास रहन्छ तबसम्म रामले कमलालाई छोडेर कहीँ पनि जाँदैन। मामु के भयो? राम, म कसरी भनौँ यो नाबालक छोरीलाई? हामीलाई त्यागेर अरू कसैसँग खुसी खोजेर जानुभयो भनेर। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, एकदम खुसी हुनुहुन्छ होला। राम, त्यो फोटोमा हेर्नुहोस् त। त्यो फोटोमा साइडमा उभिएकी केटी चाहिँ म, बिचमा उभिनु भएको हजुर, अनि उता छेउको चाहिँ कमला। मैले हजुरको हरेक खुसीलाई एक एक गरी समेटेर राखेकी थिएँ। हजुरलाई थाहा छ, म हजुरलाई बच्चैदेखि मन पराउँथेँ। तैँले त्यो कुरा पहिले सोच्नु पर्ने थियो राम। जुन दिन तेरो आमा हस्पिटलमा उपचार नपाएर छटपटाइरहेकी थिइन्, त्यही पैसाको साथ अनुसार तिमीहरूको परिवारबाट त मेरो कम्पनीमा कामदारको रूपमा 7 वर्षको लागि काम गर्न बस्नुपर्ने हुन्छ। मालिक, मलाई अलिकति समय दिनुस्। म मेरो भएभरको जग्गा जमिन बेचेर भए पनि हजुरको ऋण चुक्ता गर्नेछु। जग्गा बेचेर तिर्ने? जब तेरो जग्गाको 2 लाख रुपियाँ आउला, बाँकी 23 लाख चाहिँ कहाँबाट ल्याएर तिर्छस्? बाबा, म रामसँग बिहे गर्न चाहन्छु।
मलाई राम एकदमै मन पर्यो। छोरी मैले भने नि बाबा, म रामसँग बिहे गर्न चाहन्छु। रामलाई कामदार होइन, म मेरो श्रीमान बनाउन चाहन्छु। तर एउटा मेरो शर्त छ। राम र मेरो छोरीको बिहे भएपछि राम मेरो घरमा 7 वर्षको लागि घर ज्वाइँ बस्नुपर्ने छ। मैले जे भनौ त्यही मान्नुपर्छ। अब मात्र 7 वर्षपछि मुक्ति पाउने छस्। बल्ल आज आएर हजुरलाई पाउने मेरो सपना पुरा भएको छ। अब बाँचे पनि हजुरसँगै, मरे पनि हजुरसँगै। तैँले मेरो इज्जत माटोमा मिलाइ छैन। त बाँच्नु भन्दा मरेकै बेस, मरेकै बेस। केटो विदेशमा छ भन्दै सारा गाउँले झुकेर तँ अर्काको पेट बोकेर बस्ने? यस्ता चरित्रहीन आइमेलले यस गाउँमा राखो भने यो गाउँले पुरै डुङती गनाउँछ। यसलाई जुत्ताको माला लाएर 9 डाँडा कटाउनु पर्छ। एक केटा जुत्ताको माला ल्याऊ। दुखिसके आँखा पनि तिमीलाई सम्झिरोई, नरौ नरौ म छु भन्ने छैनन् मेरो कोही। दुखिसके आँखा पनि तिमीलाई सम्झिरोई, नरौ नरौ म छु भन्ने छैनन् मेरो कोही। धेरै माया गर्छौ भन्थ्यौ, तिमी बिना मर्छौ भन्थ्यौ। तिमीलाई खुसी मिल्छ भने सारा संसार छोड्छु भन्थ्यो। दुख्यो दिलको घाउ कहाँ होला बिसाउने, मन दुखेको ठाउँ कहाँ होला बिसाउने, मन दुखेको ठाउँ कहाँ होला बिसाउने, मन दुखेको ठाउँ। अब म यो समाजमा कसरी बाँच्नु? अबको दिनमा मैले बारम्बार मर्नु पर्नेछ। यो समाजले मलाई पटक पटक मार्नेछ। अब यो सबै सहन सक्ने हिम्मत छैन ममा। बरु अब एकै पटक मरिदिन्छु। हुँदैन, म मर्नु हुँदैन। यो मेरो कोखमा भएको बच्चाको के दोष र? म मेरो बच्चालाई जसरी भए पनि जन्म दिनेछु। यो समाजले के भन्छ मलाई मतलब छैन। जस्तो सुकै परिस्थिति आए पनि कहिले पछाडि हट्ने छैन। यो समाजमा म बाँचेर देखाउने छु। राम्रोसँग पढ है। हस्। आजदेखि हामी यस आरके ग्रुप अफ कम्पनीको चेयरम्यान परिवर्तन गर्दैछौँ। हामीले यस्तो मान्छे खोजेर ल्याएका छौँ कि बौद्धिक, स्मार्ट, अनुशासित, नेपालकै म्यानेजमेन्ट विषयमा 2079 सालको टियु टपर, सबै कुराको मिश्रण।
एक मुष्ट कम्बो प्याक मिस्टर राम बोहरा अर्थात् मेरो श्रीमान। हामी सबैले उहाँलाई स्वागत गरौँ। बस्नुस् न। मामु आजबाट यो कम्पनीको मालिक म नभएर मेरो श्रीमान राम भएको घोषणा गर्दछु।
घाउ का होला बिसाउने मन दुखेको बाबा राम खै बाहिर बाँधेर राखेको ठाउँमा त हुनु न त राम। मैले तेरो दुःख देख्न नसकेर यहाँबाट पठाइदिएँ। यो के गर्नुभयो बाबा?